धानबारी यति चाहिँ पानीबाट लड्नबाट जोगिएको छ। आज पानी रहेको जस्तो चाहिँ भएको छ। कति बेर रहने हो, अब नपरे पनि हुन चाहिँ। यहाँ बिचमा अलिअलि हावाले लडाएको छ। आलीमा हिँड्न नसक्नु मास कोदाल रोपेर जुका चढ्छन् जिउभरि यस्तो शीतमा। म चाहिँ यसो खेतमा जमेको पानीहरू यसो खोलखाल गरेर घर फर्किँदैछु। रोप्ने बेला बगुल्टो बनाएर रोप्या खेत अलिअलि धान फले जस्तो गरेको थियो, त्यो पनि पानी परेर सबै डुबायो। यहाँ त डुबाएको छैन। अहिले म देखाउँछु है कहाँनिर चाहिँ सत्यानासै बिगारेको छ भनेर। यो बेलचन्नी बाटामा रोपेका छन्। बेलचन्नी हिँड्नै अप्ठ्यारो हुने गरी। अब हेर्नु यहाँदेखि उता चाहिँ 70 बनाएको छ। यो कसरी थन्क्याउने, कसरी काट्ने, कसरी उठाउने, लो हेर्नु धानबारी एउटै ठाडो छैन, सबै 70 बनायो। अब पानी नपरे त त्यति बिगार्ने थिएन। ऊ त्यो परको ठाडै भएको चाहिँ अलि ढिलो रोपेको थियो। अहिले मजाले पाक्या पनि छैन। त्यो चाहिँ लडाएन पनि। ए ठाडोको नाममा यति ठाडा छन् धान।
म घर पनि आइपुगेँ। अब धानबारी पनि देखाइयो, हेरियो, पानी थुनथान गरियो, थुनथान भन्दा पनि खोलखाल गरियो।